बाबु आज कता हिँड्न लागेको रे हामी? आज हाम्रो यो 450 फ्रन्टेज फोर्स अलि यता आउन 450 फ्रन्टेज फोर्सको तेस्रो वनभोज कार्यक्रम तथा शुभकामना आदान प्रदान यो सालले हाम्रो पल्टनको सबै व्यक्तित्व आदरणीय मेरो बुजुर्गहरू मेरो भाइ बहिनीहरू सम्पूर्णको नकारात्मक सोच लिएर सकारात्मक सोचमा परिवर्तन होस्, सकारात्मक सोचले ऊर्जा लियोस् र सबैले मेरो पल्टनको सबैजनालाई सम्बोधन गर्दाखेरि व्यक्तित्व आदरणीय भनेर जहाँ पनि सङ्घ संस्थामा मेरो पल्टनको सम्पूर्ण सदस्यज्यूहरूलाई सम्मान गरियोस् भन्न चाहन्छु। म हाम्रो यो पल्टनको शुभकामना आदान प्रदान 2083 को सभ्य र भव्य रूपमा सम्पन्न होस् भन्न चाहन्छु। धन्यवाद। जय 45। आज चाहिँ हाम्रो 45GR को गोर्खा राइफल्स अग्रसेनाको गण्डकी प्रदेश नयाँ वर्ष मन्त्री भोज कार्यक्रम तथा अवलोकन भ्रमणमा आज हामी कार्यको माथि डाँडामा चाहिँ हामी यता चाहिँ हाम्रो चाहिँ तीनवटा गाडी व्यवस्था छ। यता चाहिँ सबैजना बस्छ। साहबलाई दिनु त आज चाहिँ हामी 45GR को 45GR को आमाहरू बाबाहरू चाहिँ मन्त्री भोज कार्यक्रममा चाहिँ हामी कार्य रिसोर्टमा जाँदैछौँ सबैजना। यहाँ चाहिँ हाम्रो दिदीबहिनीहरू हुनुहुन्छ सबैजना। यहाँ चाहिँ हाम्रो महिला अध्यक्ष बहिनी आज हामी कहाँ जाँदैछौँ रे? हामी आज 45GR को मैत्री भोज कार्यक्रम काँडे सबैजनालाई नयाँ वर्षको शुभकामना। चाहिँ हाम्रो 45GR को मन्त्री भोज कार्यक्रममा सबैजना बाबाआमाहरू चाहिँ हाम्रो काँडेमा पिकनिक खाने ठाउँमा चाहिँ एकदम रिसोर्टमा जाँदैछौँ हामी आज। दिदीबहिनीहरू दाजुभाइहरू ल हाम्रो पहिलो बस 45GR फ्रन्टेज फोर्सको पहिलो बस आइपुगेको अवस्था छ। यहाँ हामीहरू अब यहाँ शुभकामना आदान प्रदान साथै हाम्रो वनभोज कार्यक्रमको ल हाम्रो क्याप्टेन सूर्यबहादुर साहब पनि आइपुग्नु भयो। हो दिदी नमस्ते है साहब नमस्कार। ल हाम्रो आदर्शज्यू पनि आइपुग्यो। ल सम्पूर्ण सबैजना ल तिनटै बस आइपुगेको अवस्था चाहिँ वनभोज कार्यक्रमको हाम्रो यो कार्यक्रममा सहभागी हुनलाई सबैजना वालिङको जिप पनि भ्यान पनि आइपुग्यो। एउटा बस कता गयो? आउँदैछ। ल ल ल आउनुहोस्। ल हाम्रो दिदीबहिनीहरू सबैजना आइपुगेको अवस्था छ। हाम्रो 45GR को सचिव पनि आइपुगे। सचिवज्यू आइपुग्नु भएको छ। ल ल ल ल ल ल ह्याप्पी न्यु इयर। ल ह्याप्पी न्यु इयर है सबैजनालाई। ल ल नमस्कार ह्याप्पी न्यु इयर सबैजनालाई। आमा नौलो मान्छेहरू आइछ यार। राम राम। ल ल ओहो ल नौलो मान्छेहरू राम राम हजुर। ह्याप्पी न्यु इयर है। ओके ल ल ओहो जसै दाइ। ल ल ल हाम्रो सबै साहबहरू दिदीबहिनीहरू यहाँ भेला भइसकेको अवस्था छ। यो 45GR फ्रन्टेज फोर्सको आज वनभोज तथा तिनटै बस आइपुगेको अवस्था छ।
सबै बसबाट हाम्रो पल्टनको साथी दाजुभाइ दिदीबहिनीहरू झर्दै गरेको अवस्था छ। यो वनभोज कार्यक्रम तथा शुभकामना आदान प्रदान हो। यस वर्ष 2083 को हाम्रो सबै बसहरू आइपुगेको अवस्था। 3टै बस, एउटा बस हाम्रो स्याङ्जाबाट पनि एउटा यो माइक्रो बस आइपुगेको अवस्था छ स्याङ्जाबाट पनि। सम्पूर्ण साथीभाइ दिदीबहिनीहरूलाई मेरो मङ्गलमय शुभकामना सबैजनालाई धन्यवाद है। ल दिदीबहिनीहरू दाइभाइहरू सम्पूर्णजना ताती लाडा छ बसहरू चाहिँ 3टा बस। ल एउटा माइक्रो गरेर हाम्रो 3टा 4वटा गाडीमा आएको अवस्था 45 पोजै है। ल हाम्रो 45Jहरूको दाजुभाइ दिदीबहिनीहरू काँडे डाँडामा फर्स्ट खाजा है, आउने बित्तिकैको इन्ट्री खाजा। चम्चाले फुट्छ होला नि गर्छ। नमस्ते दिदी। ल गाइज हो, गाइज हो यता हेर्नुहोस् काँडेको डाँडामा है गाइज हो। 45Jहरूको लाउरिनेहरू है, साप्नेहरू साप्नेहरू हो नडस्ने है। साप झै त नहुने हो। चेस गर्ने कुरा चाहिँ अहिले सेकेन्डमा आउँछ है, ठुलो खाजामा। अहिले टेस्ट मात्रै हो, अहिले टेस्ट मात्रै हो कि। यता साँपले टोक्न लाग्यो कि मलाई। साँप आयो हो र। ल यो भिडियो हो है। फेरि नाचगानाको कार्यक्रम हुन्छ, फेरि गेम हुन्छ, यस्तै प्रकारले रमाइलो गर्ने है। ल वनमा फुले फुलाइ फुला भन्ने गीत गानुहोस् त साथीहरू। ल वनमा फुले फुलाइ फुलाइ। ल हाँसु लाग्न थाल्यो भन्नै नहुने के मात्र बसै नहुने। आउनु हाम्रो दिदीबहिनीहरू आउँदा है। नमस्कार नमस्ते 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 ह्याप्पी न्यू इयर। नमस्ते नमस्ते। ह्याप्पी न्यू इयर साथी हो, चाँडै आओ। ल हामी काँडेको डाँडामा है आज। ए जताततै छिरेर हिँड्नु भएको छ हाम्रो दिदीबहिनीहरू। ल हाम्रो 45Jहरूको बहिनीहरू चाहिँ
टिकटक गर्ने टिकटक गर्दै हो क्या अबदेखि कमान्डर हो हामी चाहिँ कमान्डर हो ल कि त यहाँ बस्ने हो र तिमी तिमी उता जाऊ त एउटा उ लिनुपर्ने कि उता देऊ त बाबुलाई म जान्छु त नि मेरो लाइफ पनि अहिले पनि बसेन फोकस छ नि तपाईँले भन्दा माथि त बसेन छिटो गर्नुपर्छ है पानी पर्छ फेरि झ्याउ हुन्छ क्या गरिहाल्छ क्या अहिले म चाहिँ कार्यक्रम छोटाउनु चाहिँ एकदम आधा घन्टा राख्दै हुन्छ यो कार्यक्रम त सधैँ भइरहेको छ होइन अहिले फेरि खानै नपाइकन उठेर हिँड्नु पऱ्यो नि झ्याउ हुन्छ संस्था लगभग 20औं सालमा प्रवेश भइसकेका छौँ र यो मैत्री भोज वनभोज तथा अवलोकन कार्यक्रम विगत 3 वर्षबाट फर्स्ट सेकेन्ड थर्ड अहिले थर्ड एपिसोडमा हामी कुमार डाँडामा आइसकेका छौँ र सम्पूर्ण उपस्थित सदस्यज्यूहरू हामीले कार्य समितिले गरेको निम्तोलाई सहर्ष स्वीकारले आफ्नो अमूल्य समय दिएर उपस्थित भइदिनु भएकोमा सम्पूर्णलाई म कार्यक्रम सञ्चालक तथा यसै संस्थाका सचिव अनिल सुब्बा र मेजर लुकबहादुर गुरुङको तर्फबाट नमन तथा नमस्कार है त नमस्कार र सम्पूर्णमा यो वर्ष मिति 2083 वैशाख 1 गते गए पनि आज हामी समय र परिस्थितिले गर्दा 6 गतेमा आयौँ तर पनि म लगायत मेरो सम्पूर्ण परिवारको तर्फबाट यो 2083 साल सधैँ फलोस् फुलोस् सुखमय रहोस् उत्तरोत्तर प्रगतिको कामना गर्दछु र अब भने म यो एउटा अनौपचारिक कार्यक्रम यो हामी के को लागि आयो खायो पियो गइहाल्यो त्यो नभनिकन म अलिकति सानो अनौपचारिक कार्यक्रम गइरहेको छु र कुनै पनि अनौपचारिक कार्यक्रमको लागि सभाध्यक्षको आवश्यकता पर्ने भएकोले सभाध्यक्षको आसन ग्रहण गरिदिनु यसै संस्थाका अध्यक्ष सुल्तान मेजर अनिल क्याप्टन डोलबहादुर थापाज्यूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु म बिनाउनु यसै गरी भातृ सङ्घका महिला समितिका अध्यक्ष श्रीमती डुमाया गुरुङज्यूलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनु म बिनाउनु चाहन्छु यसै गरी हाम्रो यो मैत्री भोजमा सबभन्दा ज्येष्ठ हाम्रो सदस्य हुनुहुन्छ 5439 526 हलदार चन्द्रबहादुर गुरुङज्यूलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनु म बिनाउनु
यसै गरी यसै संस्थाका संस्थापक कोषाध्यक्ष सुबेदार चन्द्रबहादुर गुरुङजीलाई पनि चन्द्रबहादुर थापाज्यूलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनु मत बिनाउनु गर्दछु। यसै गरी उहाँको धर्मपत्नी श्री कोपिला सेनज्यूलाई पनि यथास्थानमा आसन ग्रहण गरिदिनु मत बिनाउनु गर्दछु। र सम्पूर्णलाई म नाम वाचन गर्न असमर्थ भएँ। सम्पूर्ण हाम्रो कार्य समितिहरू, निवर्तमान कार्य समितिहरू र संस्थापक कार्य समितिहरू लगायत सम्पूर्ण शुभचिन्तक सदस्यज्यूहरू लगायत सम्पूर्ण भातृ महिला सङ्घका दिदीबहिनीहरूमा यथास्थानमा एकमुष्टमा आसन ग्रहण गर्ने म विनम्र हुँदछु। यसै गरी सम्पूर्ण उपस्थित हाम्रो यस मैत्रीभोज तथा सम्पूर्ण उपस्थित कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ भूपू साहबहरूलाई पनि को आदरणीय सुधार मेजर डोरबहादुर साहब आजको यस कार्यक्रमको अध्यक्षता गरिरहनु भएको छ। यसै गरी संस्थापक कोषाध्यक्षज्यू मात्रै मैले पाएँ आज यस कार्यक्रममा। हाम्रो चन्द्रबहादुर साहबलाई पाएँ र हाम्रो सल्लाहकार शिवकुमार साहब लगायत यस मञ्चमा आसीन सम्पूर्णलाई म यस पल्टनको भूपू सङ्घको प्रथम उपाध्यक्षको तर्फबाट छ्याजालो नमस्कार। मेरो परिचय दिनुपर्दा म खर्कमान गुरुङ नाई खर्कमान गुरुङ, म केन्द्रीय तमुदीमा पनि आबद्ध केन्द्रीय सदस्य पनि छु र आजको यस कार्यक्रममा सबैजना सहभागी हुनुभएकोमा म सबैलाई वेलकम गर्नको लागि खडा भएको छु। सबैको सुख शान्ति दीर्घायु जो हामीहरूमा -1% नकारात्मक सोच छ भने 2042 सालले लैजाओस् र सम्पूर्णमा हाम्रो पल्टनको सम्पूर्ण दाजुभाइ साहबहरूदेखि लिएर मेरो भाइ प्यारो भाइहरू बहिनीहरू सम्पूर्णमा सकारात्मक सोचले भरियोस् भन्न चाहन्छु र सबैको यो सकारात्मक सोचले हाम्रो पल्टनको उत्तर प्रगतिको पनि आशा राख्छ। यसैले गर्दाखेरि हाम्रो सम्पूर्ण साहबहरू भाइहरू सम्पूर्णको सकारात्मक सोच आओस् र सम्पूर्णले यो पल्टनको खातिर यो भूपू भए पनि हामी एकमुष्ट भएर हाँसेर बाँच्ने सिकाउने प्रयास गरौँ। हामी सबै एकमुष्ट भएर आज यसरी हाँसिरहँदा हामीलाई यो पेटभित्रबाटै ऊर्जा पैदा हुन्छ र हाम्रो केही रोगहरू यो ऊर्जाले पनि लगेर गएको हुन्छ। र म यस सचिवज्यूले हाम्रो यस संस्थाको सचिवज्यूले धेरै नबोल्ने भन्ने कार्यक्रम राखेको छ। त्यसले गर्दाखेरि हाम्रो अध्यक्षजीको कार्यकाल सफलता होस्, हाम्रो कोषाध्यक्षको जो पनि कार्यक्रमहरू छ उहाँ पारदर्शी होस् र हाम्रो सचिवको जो सूचना प्रवाह छ राम्रोसँग होस्। आउनेवाला जो कार्य समितिलाई त्यो सिक्ने मौका पाओस्, 45 भूपूहरूले त्यो सिक्ने मौका पाओस्, सबैको राम्रो कार्यक्रम होस् र सबै सहभागी हौँ र सबैले हामीलाई यो एरियामा पोखराको एरियामा सबैले चिनोस् हाम्रो 45 को सङ्गठन कति राम्रो कति स्वादिष्ट खाना जस्तो होस् भन्न चाहन्छु म। यसै गरेर म एक शब्द यो स्वागत गर्नुभन्दा पहिला हामीले जो अस्ति पनि अलिक कम मान्छे भएको कारणले हाम्रो हामी सँगै एकमुष्ट हुनु पाउँदा हामी खुसी छौँ। सबैलाई नयाँ सालको शुभकामना। बिरसिंह मेजर बिरसिंहको बारेमा खड्गमान साहबले भनिसक्नुभयो, म खासै भन्नु चाहेन। यसमा अस्ति हामीले सानो मिटिङ हुँदाखेरि त्यतिखेर सिर्फ मेजर बिरसिंहको मेमोरी बनाउने छ भन्ने मात्रै कुरा आयो। त्यसमा चाहिँ त्यसको विशेष महत्त्व के हो खास हामीलाई थाहा भएन। थाहा नहुँदाखेरि हामीले यो कन्ट्रिब्युट गर्ने कुरा आएन। मैले तपाईँहरूले के भन्न चाहन्छु भने अघि नै हाम्रो सचिवज्यूले पनि भन्नुभयो, हाम्रो चौन दाइले पनि भन्नुभयो, बिरसिंह मेजर बिरसिंह गुरुङ एकजनाले पहल गर्नुपर्छ। उहाँले पहल नगरेको भए हामी सायद आज पनि
गोरखपुर जानु पर्थ्यो होला या कुनै के अरे बुटोलतिर कतैतिर जानु पर्थ्यो होला या पब्लिक अवरतिर जानु पर्थ्यो होला। त्यो बुढोले चाहिँ त्यति त्यो रकमलाई यहाँ आएर इस्टाब्लिस गर्दाखेरि हामीले यहाँ पोखरामा अहिले सहज तरिकाले आफ्नो पेन्सन हामीले क्लेम गर्न पाएछौँ। त्यो अहिले हामीले सुन्दाखेरि महसुस गर्दाखेरि खासै त्यति ठुलो कन्ट्रिब्युसन बुढो हुने हाम्रो अध्यक्षज्यू र उपाध्यक्ष लगायत सम्पूर्ण कार्य समितिज्यूहरू र महिला भातृ सङ्घका उपाध्यक्ष लगायत सम्पूर्ण कार्य समिति दिदीबहिनीहरू र संस्थापक सल्लाहकारज्यूहरू र मञ्चमा आसीन पदाधिकारीज्यूहरू र सहयोगी दाताहरू सम्पूर्णमा म भातृ महिला सङ्घको अध्यक्ष डुमाया गुरुङको तर्फबाट हार्दिक नमस्कार। र आज हाम्रो यस भुपु 45 आयोजना गरेको यो भातृ मैत्री भोज कार्यक्रममा जति पनि उपस्थिति हुनुभएको छ हाम्रो एरिया संयोजकज्यूहरूको ठुलो हात छ। त्यसैले मैले एरिया संयोजकज्यूहरूलाई पनि सम्झेँ र उपस्थित सम्पूर्ण हाम्रो वालिङदेखि च्याङ्जादेखि र दुलेगाउँडादेखि सबै उपस्थित हुनुभएको सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा यो नववर्ष 2083 को म लगायत हाम्रो भातृ महिला सङ्घको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना र यो नयाँ वर्षमा सबैको नयाँ उमङ्गको साथ नयाँ योजना सुरुवात होस् र गएको 2082 मा अधुरो कामहरू पुरा होस् भन्दै फेरि पनि शुभकामना दिँदै म बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार, जय भुपु। धन्यवाद छ हाम्रो भातृ महिला सङ्घका अध्यक्ष श्रीमती डुमाया गुरुङज्यूलाई। त्यो पनि सबैले भनिसक्यो, त्यो पनि मेरो पनि त्यही स्याम्तै हो। शुभकामना छ। हाम्रो पहिला यो मैत्री भोज गाउँ डाँडा अलिअलि रमाइलो, दोस्रो मैत्री भोज बाहुन डाँडा त्यहाँ पनि अलिअलि रमाइलो। आज चाहिँ धेरै रमाइलो भयो यो कुमार डाँडामा भर्खर कुमार रहेछ नि, त्यसो भएर त्यसमा अझै हाम्रो गुरुजी पाङदुरेला नभना जाली आफ्नै गाउँमा आएर उहाँकै घरमा हामीले एउटा कार्यक्रम गर्न पाउँदा अझै खुसी लाग्यो। उहाँ चाहिँ हाम्रो बाजे भएर यहाँ बोल्नु भएको छ, छात्र टोपी लाउने। उहाँ चाहिँ 39-500 अहिले आयो नि, उहाँको घरै यही हो। उहाँ चाहिँ धेरै सक्रिय हो, बिचमा अलिकति छुट्नु भएको थियो। अब आयो मैत्री भोज भनेर खानेकुरा चाहिँ रमाइलोसित खाने, ठिक्क खाने, बाटोमा जाँदाखेरि राम्रोसित जाने भन्दै मेरो भनाइ यही भन्दै गर्न चाहन्छु। जय फोर्फिट, जय भुपु दिएको भन्नै पर्ने हुन्छ। मैले साह्रै राम्रो मिलाएर बोल्न त आउँदिनँ, तैपनि कुरा राख्नु भनेपछि राख्नै पर्यो। पहिला कुरा फलाना ढिकाना भनेर मैले सम्बोधन गरेन, सबैलाई एकमुष्ट मेरो राम राम। यो हाम्रो चेली बहिनीहरूलाई मेरो शुभकामना। हे आज सबको दर्शनै पाइयो, अब मलाई त्यो भन्दा के चाहियो। लेखाली कायाको चिनो लगाएर आइदिए। अलि गडबड हुँदो रहेछ क्या। अब यो परिचय त मेरो दिइसकेको छ, तर डबल परिचय दिनुपर्छ कि जस्तो मलाई लाग्यो। किनभने म बाटोमा उभिएको, त्यो बस जति आयो हात खाएर गरेर मलाई रोक्यो नचिनेर होला। त्यो कारणले परिचय दिन जरुरी छ। मेरो 39,526 हलदार चन्द्रबहादुर गुरुङ। म पाउँदुरमा यो मेरो इलाकामा मेरो घर आँगनमा आएर कार्यक्रम गर्यो। मलाई धेरै खुसी लाग्यो। बोल्न नजाने नि बोल्न खोजेको त्यसरी हो है। त्यो कारणले यो अब यो राम्रो मान्छे राम्रो काम 45 को उच्च नाम भनेर कुरो त राख्छ, तर त्यो कुरोमा मात्रै सीमित नभई हजुरहरूले त्यो व्यवहारमा लागू भएको छ। मलाई धेरै खुसी लाग्यो। यो भेटघाट भनेको जिन्दोमा हो, मरेपछि भेट्छ भन्छ त्यो मलाई थाहा छैन। गीत गाउनेले के भन्छ, तिमी भन्दा म पहिला मरौँला, स्वर्ग जाने बाटोमा भेटौँला रे। कहाँ भेट्छ थाहा छैन। जिन्दो भेट्ने भनेको जिन्दोमा हो। भेट्ने कार्यक्रम आयोजना गर्यो, वनभोज गरेर खानपिन गर्यो, धेरै खुसी छ है। अब तिम्रो मरेपछि भेट्छ भन्ने कुरा छैन। त्यो कारणले तपाईँहरूले कार्यक्रम गरेको छ, खुसी लाग्यो। पुरानो मान्छेहरूलाई बोलाउनु भयो,
म मेरो श्रीमतीलाई चाहिँ नि पहिलेदेखि खबर गरेको काम परे पोखरामा श्रीमती आउन सकिनँ म आयो अब अर्को साल के हुन्छ थाहा छैन म जिम्दोमा भेट्ने हो अब तपाईँहरूलाई यो इलाकामा केही चिजको गर्नु छ भने मलाई सम्झाउनु होला मलाई जति थाहा तपाईँहरूले हुन्न अरू रुटिन युज मेडिसिन भन्छ नि होइन रङ भन्छ होइन डेली युज गर्ने तर दबाईको तौरमा धेरै खायो भने थोरै खायो भने केही त्यसले हानि गर्छ है त्यो पनि खान सक्छ र सफ्ट ड्रिङ्क र बियरहरू पनि छ हजुरलाई पक्कै ग्रहण गर्नु होला र यसै गरी त्यसपछि हाम्रो बाबाहरूको ओपन तास पनि आएछ तास पनि खेल्न सक्नुहुन्छ है लिमिटेसनमा मौसमले च्यालेन्ज गरिसकेको छ त्यो पनि खेल्नु होला त्यसपछि बाबाहरूको घैँटे फुल कार्यक्रम घैँटे फुल बाबाहरूको र त्यसपछि क्याप रेस टोपी रेस आमाहरूको सम्पूर्ण आमाहरू यही गोल्ड एनिभर्सरी त्यो टोपी रेस गर्ने है यसपछि खानापछि सम्पूर्ण कार्यक्रम भएपछि फेरि कपालमा डान्स या ग्रुप डान्स कपालमा है जोडीमा नाच्न सक्छ र समूहमा आमाहरू बाबाहरू र निस पनि नाच्न सक्छ है त्यसमा एजुलाई आफ्नो पक्कै पनि मलाई सल्लाह सुझाव दिनु होला भन्दै म पनि बिदा लिन्छु हस्त धन्यवाद जय फोक्री धन्यवाद कार्यभार सञ्चालक सचिव सुब्रमण्य लोकबहादुर साहब चिसो आछ के आजका मैत्री भोजका प्रमुख अतिथि हतार चन्द्रबहादुर गुरुङज्यू र हाम्रो प्रोफेसरका संस्थापक सल्लाहकार शिवराज चन्द्रबहादुर थापा साहब र शुद्ध मेजर हामी क्याप्टेन शिवकुमार साहब र त्यसै गरेर क्याप्टेन मेम साहब र हाम्रा गल्लाहरू र भारतीय सङ्घका अध्यक्ष श्री डुमया गुरुङज्यू र हाम्रा सम्पूर्ण एरिया संयोजक साहबहरू गुरुजीहरू र सम्पूर्ण सदस्य साहबहरू र साहबहरू दाजुभाइ दिदीबहिनीहरू र मेरो कार्य समितिको तर्फबाट राम राम नमस्कार। आज हामी मैत्री भोजको लागि बडा सङ्घर्ष गरेर हामी यहाँ तक आइपुगेका छौँ। अझै मैले भनेको जति नफरी आउन सकेन त्यही कारणले गर्दाखेरि हो। फेरि पनि म खुसी छु वालिङदेखि र दुलेगौँडादेखि र पोखरावासी सम्पूर्ण आइदिनु भएको छ। आजसम्म लाएर 128 जना आइपुगिदिनु भएको छ। सही सलामत यहाँ हामी उपस्थित भएका छौँ र यसै गरेर हामी अप्पर जाँदा पनि यसै गरेर राम्रोसित भन्न औँसीलो कति हो र 100 रुपियाँ खै एउटा खाम कस्तो रहेछ यो हजुरले पनि देख्नु होला आएर पनि कुनै समाएर आएर पनि हेरिदिनु होला। हाम्रो योभन्दा वर्तमान सचिव सुब्रमण्य मनप्रताप खाँड साहबलाई अझै मभन्दा जानकारी छ किनभने उहाँ मभन्दा पहिल्यै नै यो संस्थामा हिँडिसक्नु भएको छ। हामी त म त पछि हिँडेको त्यसले गर्दाखेरि उहाँ आउँदाखेरि त्यो कुरा 5G को अध्यक्ष बस्नुपर्छ भनेर म त्यहाँ सामेल भएको। त्यो हामी राजनीतिको कुरा होइन सिर्फ हामी भूको मात्रै त्यसको लागि मात्रै हो। त्यसले गर्दाखेरि हजुरले त्यो डकुमेन्टहरू आफ्नो नभएर आफ्नो छिमेकीको पनि लिएर आइदिनु भन्ने म आग्रह गर्छु। किनभने त्यो पेन्सन हाम्रै हो। त्यसले गर्दाखेरि पछि दुःख नपाओस्। कतिपय दुःखहरू पाछ र आज चाहिँ हाम्रो 5GR भूको मन्त्री भोज कार्यक्रममा काँडे कुमार डाँडामा चाहिँ यो चाहिँ हाम्रो आजको खाजाको परिकारहरू है आजको परिकारहरू
साथै सबै आउने गरेर ल ल दिदी ल ल सरकारी बिहा ल्याइदिनु के दाइ सरकारीवाला सरकारी खान फेरि छेड्छ कि बाटोमा सरकारी त छैन आज पुरा सरकारी छैन के यी यहाँ दिदीहरूमा होइन हाम्रो दिदी दिदी अलिकति खानुहुन्छ कि यो त लाग्दैन के रे लाग्ने खाने भाइ हो र यो त धेरै खानुहुन्न यो त झन् उ गर्छ सुगर हुन्छ यो त हाम्रो एरेन्जमेन्ट कमान्डर सुबदर मोहन राणा साहब आइपुग्नु भयो यी अब दिदीबहिनीको अपेक्षा के छ अब हजुरले गाउनुहुन्छ नि यस्तो गीत
यहाँ चाहिँ अर्ग्यानिक नाच हुँदैछ है दिदीबहिनीहरूको हजुर त्यहाँ त खिचेको
राम्रो इमानको जे हेऱ्यो त्यही राम्रो झुलोमै बसेको मगर्नी बसेको झुलोमै बसेको झ्याप्पै झ्याप्पै आइने मगर्नीलाई छोडेर हिले खबर भनिहालिने मुखै छोडेर बसौँ लाग्यो मलाई दिलै जोडेर 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 बाहुनको छोरो मगर्नी आगाल्यो यही चुच्चो नाकले मन मेरो पागाल्यो बाहुनको छोरो मगर्नी आगाल्यो यही चुच्चो नाकले मन मेरो पागाल्यो झ्याप्पै हे झ्याप्पै हे झ्याप्पै अरे बाउन्डरी चनै लाएर हेरिरहे मैले पनि तनै लाएर उल्का घाँचो उनको माया छनै 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 लाएर
मुटुलेको सानो
सिरारी मरैका झलाला मुसोला सिरारी मरैका झलाला जो जिन्दगी तिम्रो हाँस्यो बिर्सक्यो जो जिन्दगी तिम्रो हाँस्यो बिर्सक्यो घुम्न दिए नि हुन्थ्यो गइसक्यो तिनजना बाइक बाइक साइड हुनु है तिनजना बाइक अगाडि साइड हुनु एकदमै झाप पारेर तिनजना बाइक है अनि घुमिसक्नु सहयोग गरेको एकदम राम्रो हो
आयो अगाडि आयो आऊ आऊ अगाडि आऊ 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 अगाडि आऊ ल हान अब अलिकति अगाडि आऊ छोरा अगाडि आऊ अलिकति अगाडि आऊ सबैजना है के हो झन् होइन म त गिलास भनिराखेको के चेचे ल ल ल आम्बो छिटो पैसा पार्दै हिँड्ने